ह्याप्पी न्यू इयर 2026। त्यो लाइट हेरेर म बिहान 5 बजी उठ्ने मेरो सपना त पुरा हुनै सक्दैन थियो। त्यही भएर म 11 साढे 11 तिर उठेँ अनि उठेर आफूलाई रेडी गरेर आजदेखि म नयाँ ह्याबिट डिसिप्लिनका साथ स्टार्ट गर्छु भनेर आफ्नो नयाँ जनवरी 1 2026 स्टार्ट गरेँ। र मलाई चाहिँ गर्नु छ 75 सफ्ट च्यालेन्ज। अनि यसमा चाहिँ आफूले कस्टमाइज गर्न मिल्छ, हजुरलाई के गर्न मन लाग्छ भनेर। मैले चाहिँ चुज गरेको छु 30 मिनट एक्सर्साइज, 3 लिटर पानी दिनमा, अनि एउटा डायट फलो गर्नुपर्छ जुन चाहिँ मेरो न्युट्रिसनिस्टले नै दिनुभएको छ डायट। त्यो डायट फलो गर्ने, 10 पेज नन फिक्सनल बुक पढ्नुपर्छ। मलाई ल्याङ्ग्वेज सिक्न मन थियो र आजदेखि मैले स्पेनिस ल्याङ्ग्वेज पनि 5 देखि 7 वटा वर्ड दिनमा सिक्छु, सकेसम्म गर्छु भनेर स्टार्ट गरेको छु। लन्चको लागि चाहिँ क्यान्टिना 95 ग्राम, अनि फेरि केल अलिकति, बन्च अफ केल अलिकति थोरै सटे गरेर। पसिनै आयो। आई फिल सो ह्याप्पी। कस्तो खुसी लागिरहेको छ। राति भइसक्यो, 7 बजिसक्यो, मैले एक्सर्साइजै गरेको थिइनँ होइन। अनि एक्सर्साइज भनेर बसिरहेको थिएँ, तर नो आई हेभ टु डु दिस, आई हेभ टु स्टार्ट भनेर अनि आई स्टार्टेड 30 मिनट्सको ट्रेडमिल वक सकाएँ। आई रिच 29 मिनट्स। आई फेल्ट सो ह्याप्पी। मलाई कस्तो खुसी लाग्यो होइन। मैले आजको सबै टास्कहरू अचिभ गरिसकेँ होइन। अनि बाँकी कुरा भोलिको ब्लगमा। बाई।